समाजको एवं लेखनाथ भुजेल सेवा समितिका अध्यक्ष श्री गोपीनाथ भुजेलज्यू, आजका प्रमुख सम्मानित व्यक्तित्व नेपाल तान्त्रिक मातृ सङ्घका केन्द्रीय अध्यक्ष गुरु प्रकाश भुजेलज्यू, त्यस्तै हाम्रो प्रधान सम्पादक श्री मनोज भुजेलज्यू, त्यस्तै लेखनाथवासी समाजसेवी एवं आज सम्मानित हुनुहुने व्यक्तित्व, विभिन्न इकाइहरूबाट पाल्नुभएका प्रतिनिधि एवं अन्य जीवहरू, भुजेल समाज दिदीबहिनीहरू, मलाई लाग्छ आज लेखनाथ भुजेल समाजको अलौकिक शक्तिको माध्यमबाट सेवा तथा सन्तुष्टि प्रदान गर्नुहुने महान व्यक्तित्व तथा नेपाल तान्त्रिक घाँसी सङ्घका अध्यक्ष श्री प्रकाश भुजेलज्यूलाई सम्मानित गर्ने शुभ अवसर प्राप्त गरेका छौँ। हामीलाई जानकारी छ पीडामा रहनुहुने सम्पूर्ण व्यक्तिहरूलाई उहाँले हाम्रो कला आफ्नो क्षमताले चाहिँ उपचार गरेर चाहिँ सफल बनाउनु भएको छ। यति मात्र नभइकन हामीले के पनि देखेका छौँ भने काठमाडौँ B&B हस्पिटलबाट आश्रममा गएर उपचार गरेर आएको पनि हामीले भेटेका छौँ। यस्ता व्यक्तित्वलाई आज हामीले यस लेखनाथ समिति भुजेल समाजको प्राङ्गणमा सम्मानित गर्न पाउँदा हामी अत्यन्त गौरवान्वित भएको महसुस गरेका छौँ। लेखनाथ भुजेल समाज यही शुभेच्छा प्रकट गर्न चाहन्छ। त्यस्तै अर्का सम्मानित व्यक्तित्व श्री मनोज भुजेलज्यू, यहाँले भुजेल जात जातिको प्रति गरिएको भाषा र परम्पराको विषयमा अझ जागरुक तथा सचेत गराउनु हुने भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छौँ। त्यस्तै लेखनाथवासी सम्मानित थोरै भए पनि म लेखनाथ भुजेल समाजको हिजोको अवस्थाप्रति फर्किन चाहन्छु। मूलतः 2054 सालमा लेखनाथ भुजेल समाज सेवा समितिको नामबाट स्थापना भएको भुजेल समाज हार्दिक आभारसहित सम्मान व्यक्त गर्न चाहन्छु र 2079 सालमा कास्की जिल्ला प्रशासन कार्यालयमा लेखनाथ भुजेल समाज सेवा समितिको नामबाट विधिवत रूपमा दर्ता गरी कार्य सम्पादन गर्दै गर्दा तमाम लेखनाथ तथा पोखरा निवासी आमा बुबा तथा सजातीय महानुभावहरूबाट भुजेल समाज जिल्ला समन्वय समिति कास्कीको साथ र सहयोगबाट करिब 2 वर्षको अवधिमा लेखनाथ भुजेल र पोखरा महानगरपालिका वडा नम्बर 27 को कार्यालयबाट विनियोजित रकमबाट भवन मर्मत, संवाद, भुजेल भाषा तालिम र भुजेल पूर्व तालिमलाई सम्पन्न गर्न सफल भएका छौँ। तथापि समाजको भवन निर्माण गर्दाको गर्बाट हाम्रो लेखनाथ भुजेल समाज सेवा समितिको अध्यक्ष यस्तै अवस्थामा हाम्रो यस समाजको केही केटाबाट